सम्पूर्णलाई मेरो बिहानको नमस्कार। र म एउटा कृषि पेशासँग जोडिएको मानिस हुँ। मेरो बुवा पनि कृषि पेशा गर्दा गर्दै उहाँ कहीँ विदेश जानु भएन, इन्डियासम्म पनि जानु भएन र अहिले 93 वर्षको उमेरमा हुनुहुन्छ र पनि उहाँ स्वस्थ हुनुहुन्छ। त्यस्तै आमा पनि 80 वर्षको हुनुभयो र उहाँ पनि स्वस्थ हुनुहुन्छ। र म आफूलाई एउटा भाग्यशाली पनि ठान्छु र यो उमेरमा पनि बाआमाको साथ र माया सपोर्ट छ। र यसै क्रममा मैले आज तपाईलाई एउटा मैले यी सिमीहरू लगाएको छु। मैले तपाईलाई यो पहिला देखाइ पनि सकेँ। यो पुरै ढलेको छ। अब म 2-4 दिनपछि काट्छु भनेर आज मैले अब 2-4 दिन पाकोस् भनेर मैले छोडेको छु। लानुस्। अब एउटा कृषि पेशा के हो भने एक त शरीर स्वस्थकर हुन्छ। कृषि पेशादेखि तपाईको एउटा मोटोपन, श्वास प्रश्वासको बिमारी, अनि एउटा खाना पस्ने एउटा खाना पाचन हुन्छ। तपाईले खेतबारीमा काम गर्ने, मेहनत गर्नुभयो, पसिना बगाउनु भयो भने। र मैले यहाँ झार उखाल्दै छु। बोडी पनि यो 30 रुपैयाँमा सरी यो फर्सी हो। 30 रुपैयाँमा मैले लिएर आएको एउटालाई। र उता फेरि फर्सीको लोकल फर्सी गाउँदेखि ल्याएर लगाएको छु। त्यो पनि एकदम सरे उम्रेको छ। र यो लसुन लगाएको थिएँ। लसुन त्यति राम्रो भएन, ठिक छ, अब बिस्तारै होला। र यहाँ मैले यो काँक्रो पनि लगाएको छु। यो पनि किनेर ल्याएको हुँ। त्यहाँ त्यो तपाईको के भन्छ यो करेलो पनि त्यहाँ मैले लगाएको छु। र अब हामीले भनिन्छ एउटा ताजा खाना पाइएन, पुरै बिसादी हालेको छ। ल आफ्नै हातले उब्जनी गरेर एउटा गाई भैँसीको गोबरबाट हामीले खेतीपाती गरियो भने हो, त्यसबाट त्यति खासै राम्रो उत्पादन त हुँदैन। अहिलेको यो विकासी मलले किन त्यसलाई माटोलाई एकदम कट्मेरो बनाइसक्यो। फेरि पनि आफूलाई खानको लागि हामीले गाई भैँसीको मलबाट आफ्नो बिहान बेलुकाको यो गुजारा गर्न सकिन्छ। र एउटा मेहनत, मैले सबैभन्दा बढी एउटा किसानको सम्मान गर्छु। बेचारा उसले खुन पसिना बगाएर मेहनत गरेको हुन्छ र उसको कहिले उसले गरेको खेतीलाई कहिले हुरी बतासले खाइदिन्छ, कहिले बाँदर, सबैभन्दा ठुलो बाँदरको प्रकोप गाउँमा धेरै छ। र मानिसहरूलाई एउटा पलायन हुने अवस्था पनि बाँदरकै कारणले कति मान्छेहरू घरबाट छोडेर गएका छन्। ल यहाँ अब पोखरामा खासै बाँदरको त्यति बाँदर पाइँदैन यहाँ। त्यसो हुँदा यहाँ आफ्नो बचेको जग्गालाई सदुपयोग गरौँ भनेर मैले यहाँ यो उखन्दैछु, हेर्नुहोस्। र अब तपाईले एउटा सल्लाह सुझाव मलाई दिँदै राख्नु होला। आफ्नो शरीरको ख्याल गर्नु होला। सबैभन्दा ठुलो कुरो शरीर छ, सबै चिज छ। र अब यति गर्दा नि बिमार लाग्यो भने त अब कसको के उपाय लाउँछ र हेर्नुहोस्। हामी के हो भने एउटा माटादेखि हामीलाई प्यार हुनुपर्छ। हामी माटो जस्तो पवित्र चिज केही पनि छैन। यो माटोमा हरेक जीव जन्तुहरू मरेर यसका अवशेषहरू विलिन भएका छन्। लास्टमा जति पनि सजीव वस्तुहरू यही माटोमा मिल्ने हुन्। र यो माटो कहिल्यै तपाईको अशुद्ध हुँदैन। यो माटो हमेसा शुद्ध मानिन्छ। हस् त, धन्यवाद।